हेलो नमस्ते एभ्रिवान वेलकम टु माई अनदर भ्लग र आजको भ्लग रहनेछ सालुनीको यदि हजुरहरू हिन्दू हुनुहुन्छ र श्री सुस्तानी माताको बारेमा थाहा छ भनेदेखि चाहिँ हजुरहरूलाई सालुनदी मेलाको बारेमा पनि थाहा होला। हजुरहरू यहाँनिर नुहाउनु नै पर्छ भन्ने कम्पल्सन छैन है। हजुरहरू घरमै नुहाएर चोखो नितो भएर पूजा गर्न जाँदा हुन्छ र हामी चाहिँ नुहाउने नै भनेर गएका थियौँ। त्यही भएर भाउजू र दिदीले चाहिँ नुहाउनु भयो। म त अतालेर यहाँहरूले भिडियोमा यस्तो बिजोग देखाएको छ। सो वी आर हुटिङ फर नुहाउनको लागि नि हुटिङ भइरहेको थियो। अब एकचोटि मेरो बिजोग पनि हेर्नु होला। यस्तो नुहाउन नसकेर म अतालिरहेको थिएँ। मन्दिरमा पूजा गर्नु अघि चाहिँ यसरी बालुवामा भगवानको मूर्ति बनाएर चाहिँ पूजा गर्ने चलन छ। हामीले चाहिँ हिन्दू धर्मको आस्था र मान्यता अनुसार चाहिँ पूजा हामीले जस्तो जानेका छौँ त्यस्तै पूजा गऱ्यौँ। र हजुरहरू यदि हिन्दू धर्ममा पर्नुहुन्न भने चाहिँ हजुरहरूलाई सायद यो भिडियो अलिकति डिफ्रेन्ट लाग्न सक्छ, कतै कतैतिर चाहिँ अलि अचम्म लाग्न सक्छ। सो हेर्नु होला हामीले चाहिँ कसरी गर्छौँ भनेर। भगवान हुनुहुन्छ उहाँको चाहिँ अलिकति त्यसो भन्नुहुन्न है। यो सालनदी मेलामा चाहिँ हजुरले सानो बच्चादेखि लिएर बुढी आमाले पनि पूजा गरिरहेको देख्नुहुनेछ। चोखो मनले सालनदीको व्रत लिएर चाहिँ हजुरले केही कुरा माग्नुभयो भने चाहिँ त्यो पुरा हुने विश्वास रहेको छ। यो बाबुले यस्तो के गरेको तपाईहरुलाई थाहा छैन भनेदेखि चाहिँ उनीहरूले चाहिँ चुम्बक राखेर चाहिँ पानीमा कुनै सिक्काहरू पैसाहरू छ भनेदेखि चाहिँ त्यो चुम्बकमा टासेर चाहिँ निकाल्ने गरेको हो यो वाला चाहिँ। यो रहेको छ गोमाको कुटी। हजुरहरूलाई थाहा छैन भनेदेखि श्री सुस्तानीको एकचोटि किताब पढ्नै पर्छ हजुरहरूले। म पहिला गोमा थिएँ र यो मेलामा चाहिँ हजुरले खानेकुराको परिकारहरू यति भेराइटीहरू पाउनुहुनेछ। त्यस्तै गरी लुगादेखि लिएर ब्यागदेखि लिएर सबै चिजहरू चाहिँ बेच्नको लागि हजुरहरूले देख्नुहुनेछ। त्यसपछि केही बेर हामी बजार डुल्यौँ, केही सामग्रीहरू किन्यौँ। त्यसपछि हामी पूजासुजा सबै सकाएको कारण चाहिँ हामीले चाहिँ केही खाजाहरू खाएर चाहिँ म चाहिँ घरतर्फ लागेँ।
म त के हो कुदै गर्नु पर्ला जस्तो गाइजहरू स्कुटरको बिजोक म चाहिँ भाउजू र दिदीलाई बिदाई गरेर घर फर्किएको थिएँ एक्लै र यो चाहिँ तेलकोटको बाटो हो तेलकोट पुगिन लाग्यो होला सायद यो तेलकोटको जङ्गल हो सो दिस मच फर टुडे होप यु लाइक दिस भिडियो र अझै सपोर्ट गर्दै जानु होला थ्याङ्क्स अ लट फर अल माई न्यू सब्सक्राइबर्स थ्याङ्क यू सो मच एन्ड बाई बाई फुल टिप्दै हुनुहुन्छ दुईजना